हेलो सबैजना, नमस्ते। म ज्योति। आज फेरि मैले हजुरलाई द हाउसमेड सिक्रेट भन्ने बुकको अध्याय 7 को बारेमा सारांश र व्याख्या गर्न गइरहेको छु हैन। अध्याय 7 मा चाहिँ अलिकति असहज परिस्थिति आउनेवाला छ। के हुन्छ भनेर मैले हजुरलाई विस्तारमा छिटै भन्ने छु। त्यो भन्दा अगाडि अध्याय 6 मा आजसम्म के भयो त? अध्याय 6 मा मिलीले डगलसको घर सफा गर्ने क्रममा उसको फोरो लुगाहरू पटाएर राखेको देख्दाखेरि धुनको लागि भनेर पटाएर राखेको देख्दा ऊ अचम्मित हुन्छ र म पनि अचम्मित हुन्छु। पक्कै पनि हजुर पनि अचम्मित हुनुभयो होला। त्यसपछि मिलीको झन्डै वेन्डीसँग भेट पनि हुन्छ, डगलसको श्रीमतीसँग, तर भेट हुन पाउँदैन। त्यही पनि यो अध्यायमा अध्याय 7 मा के हुन्छ त भन्दा मिलीले खाना पकाउन जान्छे र खाना बनाउन जाने क्रममा ऊ एकदमै अचम्मित हुन्छ। किन होला भन्दाखेरि त्यहाँ खाना पकाउँदा कुन सामान कहाँ गएर किन्ने, कति बजे गएर किन्ने, मेन्युमा आज के खाने के नखाने सबै कुराहरू विस्तृत रूपमा मेन्युमा हुनु कुरा त सामान्य भइसक्यो। आजकल हरेक जनाको घरमा सोमबार के खाने, मङ्गलबार के खाने, बुधबार के खाने भनेर मेन्यु त बनिसकेको हुन्छ। तर त्यो कुन सामान कहाँ गएर कति बजे भित्र किन्ने र त्यो पाइएन भने कुन सामान ल्याउने भनेर त्यस्तो धेरै डिटेल्स चाहिँ त्यहाँ मात्रै थियो हैन। जुन कुरा मिलीलाई अचम्म लाग्छ, तर यहाँको नियम यस्तै छ भनेर उसले चाहिँ त्यो दिनको चिकन पकाउनु पर्ने हुन्छ। उसले चाहिँ त्यो दिन चिकन पकाउँछ। चिकन पकाइदिएर 2टा प्लेट उसले टेबलमा राख्दै डगलस घर आइपुग्छ। वेन्डीलाई बोलाउँछ, तर वेन्डी तल झर्दिने। अनि मिलीले मैले गएर बोलाएर ल्याउँ त भन्दाखेरि डगलसले पढ्दैन भन्छ र मिलीले खाना पस्किदिन्छ दुवैजनालाई। डगलस आउँछ र मिलीले फेरि पनि मैले खाना माथि वेन्डीलाई लैदेऊ त भन्छ, किनकि मिलीलाई त वेन्डीलाई भेट्नु छ नि त, कस्तो छ के छ भनेर उसलाई त उसँग बोल्नु छ। तर डगलस मैले तिमीलाई भनिसकेँ, पढ्दैन, म आफै लिएर जान्छु, तिमी जाऊ भन्छ र वेन्डी त्यहाँबाट छिटोभन्दा छिटो निस्किन्छ हैन। यो अध्याय किन जरुरी छ त भन्दाखेरि यो अध्यायमा अझै पनि किन मिलीले वेन्डीलाई भेट्न पाइरहेको छैन, डगलसले किन भेट्न चाहन्न, उनी दुईजनाको भेट होस् भन्ने चाहन्न, र डगलस र वेन्डीको पनि खासै भेट भयो जस्तो खासै बोलचाल त मिलीले अहिलेसम्म पनि देखेकी छैन। किन के भइरहेछ यहाँ भन्ने कुराले मिलीलाई अलिकति असहज हुन्छ। त्यो अपार्टमेन्ट, त्यो फ्ल्याटमा पक्कै पनि केही भइरहेको छ जस्तो हुन्छ, तर के हो उसले पत्ता लगाउन सक्दिन र अलिकति असहज परिस्थिति मिलीले त्यहाँ महसुस गर्छ। त्यही पनि उसले आफ्नो काम सक्छ र ऊ घर जान्छ। आजको अध्याय यति नै। अध्याय 8 को लागि मलाई फलो गर्नुहोला र अध्याय 8 मा अझै विस्तृत रूपमा जानकारी लिगौँला। आजलाई यति नै। किताब पढे जस्तो हुँदैन, यो सानो समरी हो। किताब पढ्न तपाईले भ्याउनुहुन्छ भने किताब पढ्नुहोला। हस्त, नमस्ते, धन्यवाद।